Hello guys, welcome to our YouTube channel. हजुरको हालखबर के कस्तो छ? हाम्रो ठिकै छ। आज चाहिँ हामी भ्लग गर्दै छ। हामी देउसी भैलो खेल्न गएको थियौ। देउसी भैलो खेल्न गएको थियौ। अनि मेरो साथीले पनि आज भ्लग बनाउँदै छ। भ्लग बनाइराछ। ल खिचिदेऊ न। भ्लग बनाइराछ, म खिचिदिन्छु उसको। ए के गरेको तिमीले? भ्लगिङ बनाएको गाइस बेचारा फेरि भ्लग बनाउन सुरु गर्छ अब। ल हेलो फ्रेन्ड्स, वेलकम टु माई ब्याक च्यानल। अनि आजको भिडियोमा हामी साथीहरू के गर्ने हो, कुनै चुकचुकी रानी आज एउटा गीत गाउने च्यालेन्ज छ। ल हामी एउटा गीत गाउने च्यालेन्ज छ। ल त्यो हन्टेडको गीत थाहा छ त? 3, 2, 1 and go. I was the ghost, I was alone. Ha ha, losing. Ha ha, guess again. Give me a tune. No, this is अर्को गीत छ। अर्को गीत छ। अब ल अर्को गीत सिङ गरौँ। अर्को गीत। I broke into 2 million pieces and I can't go back. But now it seems all the beauty in the broken glass. The scars are part of me. Darkness and harmony. My voice without the light sounds like. Why did I cover up the color stuck inside my head? Shouldn't have let the dark near the light inside. Show me what's underneath. We'll find your harmony. We'll find your harmony. This is what it sounds like. Guys, हामी देउसी भैलो खेलेर आएको छौँ। अब कता खेल्ने हो कि नखेल्ने हो के अत्तो पत्तो छैन। मेरो दिदीले के ल्याएको छ म देखाउँछु। गाइस तपाईहरुलाई यो के भन्ने थाहा छ भने भन्नु होला। झरे यो के हो थाहा? ब्लुटुथ यो के हो? गाइस हामीले अहिले फोटो खिचिरहेको छौँ। यस्तो फोटो खिचेर छौँ। कस्तो छ भन्नु होला। हामीले देखाइदिएछौँ। गाइस हामीले जस्ट एउटा घर खेलेर आएको छौँ। अनि अहिले भर्खर त्यहाँ यति धेरै फोटो खिचेर आएको छौँ। आधा घन्टा जति भयो होला त्यहाँ बसेको फोटो खिचेर। यो मेरो फुस्यो क्या। मलाई नि भिडियो पठाउनु ल, यो भ्लगिङ मलाई अब हामी फेरि जस्तो भएर खेल्न गएका छौँ। रोक न गाइस, यहाँ म्युजिक हाल्यो भने हाम्रो कपिराइट लाग्छ। त्यसलाई म्युजिक हाल्न पाएन, त्यसलाई नराम्रो नमानिदिनु होला। सबै म्युजिकमा हाले होइन, हामीले नराम्रो नमानिदिनु होला।
लेखको काने देउसी रे ए बेसीको माने देउसी रे ए आशिष दिन देउसी रे ए यति नै जाने देउसी रे ए आशिष दिन देउसी रे ए यति नै जाने देउसी रे नानीले भट्याउन मजाले गर्दै रहेछ है अतिसलाई त्यसैले भट्यायो वहाँ उता जान तपाईहरु गाइस अब हामी बाटोतर्फ लाग्दैछौँ हाम्रो बाटो उतातिर छ अब हामी फेरि दोस्ती खेल्न गइरहेको छौँ उता हैन यतै हो उता हैन हामी दालबाजा खेल्ने हैन दालबाजा खेल्ने हैन देउसी रे देउसी रे देउसी रे ए देउसी रे भन देउसी रे ए भन भन साथी हो देउसी रे ए राम्ररी भन देउसी रे ए स्वर मिलाइकन देउसी रे ए देउसी रे भन देउसी रे ए वर्ष बढ्दै देउसी रे ए आएका हामी देउसी रे ए घर बेटी बाबा देउसी रे ए घर बेटी आमा देउसी रे ए आइपुग्यौँ हामी देउसी रे ए देउसी रे खेल्न देउसी रे ए भन साथी हो देउसी रे ए राम्ररी भन देउसी रे ए झिलिमिली देउसी रे ए केकको झिलिमिली देउसी रे ए फुलको झिलिमिली देउसी रे ए बत्तीको झिलिमिली देउसी रे ए देउसीमा भैलो देउसी रे ए बागमतीको थैलो देउसी रे ए खोल्नै गाह्रो देउसी रे देउसी रे ए बासै गरुन् देउसी रे ए देउसीको आशिष देउसी रे ए वरदान सरी देउसी रे ए लागि नरहोस् देउसी रे ए लागि नरहोस् देउसी रे ए लेखको काने देउसी रे ए बेसीको माने देउसी रे ए देउसीको आशिष देउसी रे ए दिनलाई देउसी रे ए यति नै जाने देउसी रे ए यति नै जाने देउसी रे पैसा गोजीमा राख्ने होइन खालि चामलभित्र पस्ने कि पैसा पनि गाइस अब हामी अर्को घरतिर जाँदैछौँ हामी अर्को घरतिर जाँदैछौँ कस्तो थियो कमेन्ट गरिदिनु होला ल म गरिदिन्छु अब हामी यो घरतिर लाग्छौँ धेरै राम्रो छ राम्रो मैले युट्युबमा देखेको छ नि यस्तै हुन्छ यति धेरै हुन्छ नि अनि सबै कस्तो यो घर जाने होइन क्यारिया खोइ हो कि होइन मलाई बन्द देउसी रे ए राम्ररी भन देउसी रे देउसी रे ए देउसी रे भन देउसी रे ए भन साथी हो देउसी रे ए राम्ररी भन देउसी रे ए स्वर मिलाइकन देउसी रे ए देउसी रे भन देउसी रे ए भन साथी हो देउसी रे ए राम्ररी भन देउसी रे ए स्वर मिलाइकन देउसी रे ए समादिनको देउसी रे ए चाड बाड देउसी रे ए मनाउनै पर्ने देउसी रे ए जनाउनै पर्ने देउसी रे ए मनाउनै पर्ने देउसी रे ए जनाउनै पर्ने देउसी रे ए रातो माटो देउसी रे ए चिप्लो बाटो देउसी रे ए
गाइस आज हामी 120 साल पर 300 हिजोको पटका कम भयो खै छै चामल ल्याउनमा भाग्छु शिवानले पटका पड्काउँछ घरतिर जान्छ यता नपड्का यता पड्का उता जान्नुमा जान्छ घर के भन्छ रे त्यो चामलले हैन रोटी फुलहरु सबै एकै ठाउँमा निकालेर चामल मात्रै एक ठाउँ थुपार हैन लीला सिस्टर हिँड्ने घरै के हो पड्का गाइस पड्के राख्छ डबन लाइदेखा बाय बाय हामी एउटा कुरा भनौँ आज अम्बिका ठुल मम्मी एउटा कुरा भनौँ अघि नै छ होइन हामी उता गएको थियो होइन सेताको त्यो कसको घर होइन अनि त्यो बेला बाटोमा छ होइन एउटा घरमा छ होइन कुकुर होइन टोक्ने कुकुर भन्दै थियो होइन अनि कालले त झन् हो कि के हो आइज भाउ भाउ गर्दैछ होइन त्यो कुकुर पछि आउन लागेर सेता त यहाँको मान्छे एकैचोटि हामी रोकेको नि त्यो बाल्नु पर्यो अनि फेरि हेर्नु है मलाई थाहा थियो त्यो कुकुरले फेरि हामी भाग्यो भने त्यो कुकुरले पछाउनु त्यही भएर म त्यहीँ बसिरहेको यस्तै मैले त्यही गरेको कहिले झन् पछ्याएर झन् भाग्यो झन् टोक्छ मैले त्यही गरेको आफ्नो घरमा कति राम्रो रोटी छ बोक्ला होला नि मलाई उता बोक्ला एकचोटि बिहान यस्तो खाएको म त नाचेँ यसले त दिनभरि भ्लग बनाएको छ मामा पनि युट्युबमा हाल्छु एउटा कुरा भनौँ मलाई यस्तो गालामा यस्तो मोबाइल लिएर भने डान्सै गर्नु हामी ब्लगमा छौँ हामी we are in vlog अहिले सबै युट्युबमा हाल्छु म ल आज यति नै भन्दै बाइ बाइ